यो बजेट छ नि, यो बजेट अब म तपाईँहरूलाई क्लियर बनाइदिन्छु। यहाँका विज्ञले मेरो कुरा सुनेर नि व्याख्या गर्नु। देशको 21 खर्बको बजेट ल्याएको छ, 13 खर्ब रुपियाँ पैसा त तलब र भत्तामा जान्छ। एउटा कुरा, 6 खर्बभन्दा माथि पैसा उठ्दैन भनेपछि यो पैसा कहाँबाट आउँछ? एउटा कुरो, 21 खर्ब त धेरै परको कुरो हो, धेरै परको। 6 खर्बभन्दा माथि उठ्दैन। अब त यिनीहरूका लागि मलाई एउटा कुरा छ, म मेरो हस्पिटलबाट नि मर्या लासमा बाट म पैसा उठाएर बिरामीबाट यहाँ आथा गरेर पोल्दै आएको बिरामीबाट म भ्याट उठाएर अनि यसलाई बुझाउँछु। बरु बन्द गरिदिन्छु हस्पिटल, म बुझाउँछु। म बुझाउँछु। म गरिब जनताबाट भ्याट उठाएर म सोनी मोगलेलाई बुझाउँ? बरु यो देशमै बस्दिनँ। कस्तो खालको कुरा गरेको? योभन्दा ठुलो अपराध केही हुन्छ? हिजो मरेको लासमा पनि 1% सेवा शुल्क त्यो सरकारले लियो भनेर हामीले केपी ओलीलाई आएर भन्दाखेरि त्यतिखेर यो त गर्नु हुँदैन भनेर चाहिँ हटाएको। बरु कम्युनिस्टहरूको सरकार उदारवाद देखियो क्या? यो त नि पुरै दलाल र तस्करहरूको सरकार रहेछ यो सरकार। अब अस्ति चुपचाप घन्टी छाप भनिहाले। अब अर्को कुरो, यत्रो बिजुलीको कुरा छ है, यो बिजुलीलाई कसरी कन्जम्सन गर्ने, कसरी खपत गर्ने भन्ने कुरो सोचेको छैन। अब 50 युनिटदेखि माथि 13% भ्याट अरे। हाय काठमाडौँका मान्छेले अहिले कालो अनुहार लगाएर हिँड्दै होला नि, उहाँहरूलाई त कस्तो पछुतो भएको छ होइन अहिले? 13% भ्याट अरे। अनि मैले आज बिहान डाक्टर राम उप्रेती विज्ञ हुनुहुन्छ नि त होइन, उहाँ त बालनलाई देउतै भन्नुहुन्छ, भगवानै राम्रै। अब यहाँ त के छ अहिले थाहा छ? अब यहाँ भनौँ भने फेरि हिजोको बजेटमा झन् मलाई पक्रिने कुरो चाहिँ आएन छ, त्यो पनि लिपिबद्ध हुन्छ भन्ने बित्तिकै मलाई दुर्गा प्रसादले धेर मान्छेलाई उ गर्छ, कन्भिन्स गर्छ, अनि यसलाई थुनु भनेर हिजोको बजेटमै चाहिँ कसो हालेन छन् रासपाले।